भाषणले यो देशमा शासन मात्रै दियो, राशन दिएन। त्यसैले म सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री आज धेरै भाषण गर्दिनँ। यहाँहरूले अघि आयोजकको तर्फबाट मलाई भन्नुभएको थियो, सरकारी मान्यता पाएको भए हुन्थ्यो, दिवसकै रूपमा मनाउन पाए हुन्थ्यो, अथवा सरकारी कामकाज अथवा विभिन्न औपचारिक उसमा चाहिँ अनिवार्य गर्न पाए हुन्थ्यो भन्नुभयो। झन्डाको आकार अनि प्रकारलाई, हुन त यो इतिहासदेखि थियो, सदियौँदेखि त्यसलाई एउटा यो सेपमा ल्याएर यसको डिजाइन गरेर राष्ट्रियदेखि अन्तर्राष्ट्रिय रूपमा जुन रूपमा चाहिँ प्रतिष्ठित बनाउनु भयो, त्यसमा भूमिका निर्वाह गर्नुभयो। उहाँको सपरिवारलाई सम्झिन चाहन्छु र आजको आयोजकहरू सबैलाई म धन्यवाद दिन चाहन्छु। अब